अलिकति ढल्किदिउँ त सबैजनाले चित्त बुझाउनु पर्दछ अरे म मात्रै खुसी होइन यो संसारमा आएको कारणले चित्त बुझाइसकेर कुनै परमात्माको ध्यान आदि गर्नाले र सबै चाहिँ यसरी चित्तलाई शुद्धि पार्यो भने अवश्य हामीले आखिर समयमा कुनै पनि कष्टहरू दुःखहरू परेर भनेर यहाँले बताइएको छ र आफूले जीवनमा सकिन्छ भने वैतरणी दिनु आफ्नो शरीर हुँदा आफूले र अर्काको घरमा अर्काको आशामा रहनु भनेको चाहिँ अर्काको आशामा दिनु भनेको अर्काले त्यो भनेको पानी सक्यो तपाईँ आफू पाइँदैन अरे आफूले अर्काको हातमा दिएको छ भने त्यसलाई चाहिँ धनको रूपमा गणना नगर्नुभन्दा साथी आफ्नो हातमा भएको कारणले आफूले गर्न सक्दा नै वैतरणी दिनु आदि गर्नु पऱ्यो भने पनि आफ्नो समयमा नाम लेख्नु न सोह्र नाम लेख्नु न सबैको लेखिदिनु न तपाईँले सबैको नाम लेख्नु न अलिकति हामी आएको कीर्तन टोलीको सबैको नाम लेखिदिनु न भइहाल्छ पस पनि छ तर त्यो भगवान् विष्णुले गरुडजीलाई चाहिँ आफ्नो समयमा वैतरणी दिनु सक्नुहुन्छ भने आफ्नो शरीर आफ्नो हातले आफूले सक्दै गर्नु है भनेर आफूले सक्दा नगर्नु भनेको आफ्नो हातमा भएको धन अर्काको पराइको हातमा जाँदाखेरि हात कसरी नगर्नु त्यसै कारणले गर्दाखेरि हामीले माता अनि आत्म समयको कारण अवस्थामा हामी टाढा टाढा रहेको छौँ भने पनि आतुर समयको बेलामा त्यो बन्धुबान्धव नाताको बोक्नुपर्छ भने थाहा हुँदैन कमलादीलाई